साथीहरू मैले जस्तो गल्ती चाहिँ फिटिक्कै नगर्नु होला है साथीहरू। युट्युबमा आएपछि मैले चाहिँ साथीहरू के भएको थियो भने मेरो च्यानलमा रिच कन्टेन्ट आएको कारणले गर्दाखेरि मेरो च्यानल अलरेडी डिमोनिटाइज भएको थियो र अनि फेरि त्यो डिमोनिटाइजको 3 महिना टाइम सकिन लाग्दासम्म रिएप्लाई बटन आउने बेलामा मेरो च्यानलमा फेरि एउटा कम्युनिटी गाइडलाइन स्ट्राइक आएको छैन साथीहरू। त्यो पनि फेरि 3 महिनापछि सकिन्छ भनेपछि मलाई एकदम झन् डबल घाटा लाग्यो होइन। अब त्यो एक्सपायर हुने बित्तिकै मेरो च्यानल मोनिटाइज हुने थियो, त्यो हुनुभन्दा अगाडि नै मेरो च्यानलमा स्ट्राइक आयो, कम्युनिटी भाइलेसन स्ट्राइक होइन। अब मलाई फेरि 3 महिना वेट गर्न पठाएको छ अनि त्यो एक्सपायर सकेपछि बल्ल मैले मेरो च्यानललाई फेरि मोनिटाइजको लागि एप्लाई गर्न सक्छु। मलाई एकदमै घाटा लाग्यो साथीहरू होइन। यस्तो मलाई मेरो च्यानलमा चाहिँ यस्तो मैले कस्तो भिडियो अपलोड गरेको थिएँ भने हिजोको कुरो होइन। अब एउटा चाइल्ड सेफ्टी भन्ने चाहिँ आयो कि मेरोमा भाइलेसन होइन। अब त्यो अब बच्चाहरूलाई यसो केही इम्प्याक्ट परेको जस्तो भिडियो भएछ क्या मैले अपलोड गरेको भिडियो, त्यही भएर चाहिँ मेरोमा यस्तो प्रब्लम आयो होइन। अहिले चाहिँ मेरो च्यानलमा कुनै अर्निङ भएको छैन, अब एकैचोटि हुन्छ 3 महिनापछि।